हामीले एकजना साथीलाई बिदाई गऱ्यौँ है साथीहरू अब काम खोज्ने क्रममा उहाँ काम पनि भेटिसक्यो अब उहाँ चाहिँ यहाँबाट जानु हुँदैछ साथीहरू के गर्नु सुख दुःख यस्तै हो सँगै बस्यो अब छुट्ने बेलामा गाह्रो हुन्छ सबैलाई होइन अब हामी छुट्ने बेला भएको छ हामी जाँदैछौँ यहाँबाट साथीहरू हामी साथीलाई बिदाई गर्दैछौँ लिएर हिँड नि त ब्याग तिमी तिमी लिएर हो त्यो बिदाई गर्दैछौँ है साथीहरूलाई के गर्नु यस्तै हो सँगै बस्यो सुख दुःख बाँड्यो आज छुट्ने दिन आयो अब दाइलाई हामी कम्पनीको लागि लिएर जाँदैछौँ उता यस्तै हो सुख दुःख सँगै बस्यो बाँड्यो अब काममा लाग्ने दिन आयो साथीहरूलाई बिदाई गर्नै पर्यो के गर्नु अब हाम्रो पनि पालो चाँडै आओस् भन्ने शुभकामना दिँदै आफूले होइन आफूले सम्हाल्दै अब साथीहरूलाई बिदाई गर्दैछौँ हामी सुख दुःख यस्तै हो जीवन यस्तै हो आज भोलि भन्दै दिन महिना बितेको पत्तै हुँदैन संसारमा सबै कुरा यस्तै हो आज भोलि संसार यस्तै चल्दैछ के गर्नु दाइहरूलाई बिदा गर्नु पर्यो सँगै बस्यो 1 महिना 2 महिना जस्तो अब जे हुन्छ होइन राम्रै हुन्छ जसरी हुन्छ सुख दुःख बाँडेर परदेशमा राम्रोसँग काम गर्नु होला दाइ होइन अब छुट्टा त भकानी फुटेर आउँछ होइन के गर्नु सँगै बसेको साथी जिन्दगीमा सुख दुःख यस्तै हो अब बाँड्नुपर्छ अगाडि बढ्नुपर्छ घर परिवारलाई हेर्नुपर्छ माया ममता यस्तै हो सानोतिनो सरसह गर्दै गर्नुपर्छ पैसा नभए पनि माया ममताले अब हाम्रो साथी पनि यहाँ छ नि उसलाई पनि कान्छी भनेर बोलाउँछौँ प्रायः हामीले होइन यस्तै हो सुख दुःखको बाटो उकाली ओह्राली भन्ज्याङ चौतारी भन्दै जिन्दगी चल्दैछ गाइजहरू हामी जाँदैछौँ क्रम जारी छ अझै वेटिङमा छौँ हामी है